मैले पालेको मौरीहरू 2082 सालको मङ्सिर 4 गतेको अवस्था कस्तो छ भनेर निरीक्षण गर्ने क्रममा यही वर्ष आएको खोपेघारको मौरीलाई खोलेर हेरेको थिएँ। यहाँ चाहिँ मौरीहरूले यसरी राम्रोसँग चाका बनाएर बच्चाहरू बनाइरहेको रहेछ। मैले खोलिसकेपछि माहुरीहरू उँभोतिर सरेर गयो र मजाको चाका देखिएको छ। यसरी मौरीले राम्रोसँग यहाँ प्रगति गरिरहेको देखियो। यो भर्खरै 1 महिना जति अगाडि आएको मौरी हो। यस्तै गरी प्रगति गर्दै गयो भने यो मौरी छिटै नै वृद्धि विकास भएर राम्रो हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ। नयाँ मौरी भएको कारणले यही सिजनमा त मह उत्पादन हुने देखिँदैन, तर अर्को सिजनसम्ममा यसले मह उत्पादन गर्न सक्ने अवस्था रहेको छ। यसपछि मैले मुडे घारको मौरीलाई देखाउन गइरहेको छु। यो मुडे घारको मौरी पनि यही सिजनमा नै आएको हो। त्यसैले यसमा पनि धेरै मौरी त छैन, भर्खर राम्रो काम गरिरहेको छ। यो पनि मौरीले यो सिजनमा मह दिने जस्तो त देखिँदैन, तर अर्को सिजनमा भने राम्रो गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ। यहाँ मौरीको सङ्ख्या निकै नै छ, तर यो सिजनमा भर्खर आएको मौरीले यही सिजनमा नै मह दिने सम्भावना अलि न्यून नै रहन्छ। त्यसैले यस घारबाट पनि मैले महको अपेक्षा गरेको छैन।